हेलो गाइज, म चाहिँ पिकनिक जानलाई रेडी भएर बसेको कि बसै आएन। अनि बस्न आएपछि बाटो हेर्दा 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 गरेर थाकिसकेँ। एउटा लाएको ज्याकेट लिएको अनि भएर अर्को स्वेटर लगाइसकेँ, रै पनि बस आउँदैन। मम्मीले लुगा धोएर आइसक्नु भयो, रै पनि बस आउँदैन। बस्दा बस्दा बस आउँदैन, केही गर्दा नि बस आउन आँटेन। भात पकाएर खाऊँ भन्न थाल्नुभयो मम्मी। बल्ल बस आयो। बस आएपछि बसभित्र चढेँ। बस किन ढिलो भयो भनेको त सामान हाल्नलाई सामान हाल्नु परेर ढिलो भयो भन्नुभयो। कसले ढिलो गरेको भनेको हामी सबैलाई ढिलो गऱ्यौँ भन्नुभयो। अनि यहाँबाट हामी गयौँ पिकनिक खानलाई। अनि मैले सोधेँ, म्याडम हामी कहाँ गएको भनेको म्याडमले हामी पिकनिक गएको भन्नुभयो। सबैजनालाई हामी कहाँ गएको भनेको हामी पिकनिक गएको। हामी जाँदैछौँ पछि पुग्न आँट्यौँ। जाँदैछौँ। अब हामी पुग्न आँट्यौँ सिमसार पुग्यौँ। सिमसारमा ओर्ल्यौँ। ओर्लेपछि म्याडमहरूले सामान झार्नुभयो। सबैजनाले मिलेर सामान झार्नुभयो। सामान ओह्राल्यौँ। अनि सबैजना भेला भयौँ। अनि काटकुट गर्ने काम थियो, हामीले काटकुट गऱ्यौँ सबैजना भेला भएर। किनकि हामी ढिलो भइसकेको थियो नि त, भोक लागिसकेको थियो हामीलाई। अनि हतार हतार गरेर सबैले सघाएर खाना थाल्यौँ है, भोक लाग्यो। अनि सबैजना भोकाले कस्तो भएको थियो। हाम्रो पुष्पा म्याडम चाहिँ बोरावाली। अनि यता यो चाहिँ हाम्रो सब्जी अन्डा रोस्टको परिकार। अनि त्यहाँबाट हामी खाना थाल्यौँ। भोक लागेको थियो, गम खाइसकेपछि अब फोटो खिच्न जाने भनेर गयौँ हामी। अनि नाच्न थाल्यौँ है। नाच्न चाहिँ आउँदैन, त्यही पनि यसो हल्लिन चाहिँ रक्सीको तालैमा भन्दै हल्यौँ। तर हामीले रक्सी चाहिँ खाएको थिएनौँ है। त्यतिकै गीत मात्रै बजाएर नाच्न थाल्यौँ सबैजना। सबै नाच्न नआए पनि यसो हल्लिएको सबैजना रमाइलो हुन्छ भन्दै गीत चाहिँ कुन हो बिर्सेँ मैले। अघि चाहिँ रक्सीको तालमा थियो, अहिले चाहिँ कुन हो थाहा छैन, के को तालमा हो। अब चाहिँ हामी म्युजिकल चेयर खेल्न लागेको छौँ। म्युजिकल चेयर खेल्नको लागि चाहिँ उहाँहरू यति सहभागी हुनुभएको। एक फोनको घुमिसक्नु भएको। मेरो मोबाइलमा चाहिँ रेकर्ड नभएको रहेछ क्या, थाहा नभएर। यहाँनिर चाहिँ मैले फास्ट बनाएको छु क्या। धेरै लामो हुने रहेछ नि त भिडियो, कति धेरै 9-10 मिनटकै हुने रहेछ। त्यही भएर छिटो गर्दै गरिरहेको छु। उहाँहरू छिटो नाचिरहनु भएको छ। अनि यहाँनिर चाहिँ को आउट हुनुभयो भने नि हाम्रो भान्जी दिदी भन्ने हुनु नि त, उहाँ चाहिँ पुरै आउट हुनुभएछ, भित्रबाट पस्नु भएछ नि त। नियम त त्यो थिएन, बाहिरबाट घुमेर आउनु पर्थ्यो। अब अर्कोचोटि भनेको को आउट हुनुभयो भने कविता आउट हुनुभएछ, हाम्रो भाउजू आउट हुनुभएछ। अनि कुद्नु हुँदैछ गुटुटु सबैजना एक एकजना आउट फटाफट आउट हुनु हुँदैछ। पुरै नाच्दै चट्ट रुमाल भन्दै नाच्दै घुम्नु हुँदैछ सबैजना। तर यहाँनिर चाहिँ खराए कुदे जस्तै देखिरहेछ क्या सबैलाई। मैले फास्ट बनाएको छु नि त भिडियो, त्यही भएर पुरै खराए गुटुटु कुदे जस्तै जङ्गलमा देखिरहेछ। पुरै कुद्नु हुँदैछ, नाच्दै कुद्नु हुँदैछ बिचराहरू। आउट हुनुभयो एकजना, फेरि आउट हुनुभयो। अब चाहिँ सकिन लाग्नुभयो है। फाइनलमा को पुग्नुहुन्छ भनेर हेर्नु ल लास्टसम्म। छिटो छ नि त, तपाईँहरूलाई पनि अल्छी लाग्छ नि त यति लामो भिडियो हेरिराख्नको लागि त, त्यही भएर छिटो बनाएको छ। हाम्रो मेडममा आउट हुनुभयो। अब थोरै हुनुहुन्छ, धेरै हुनुहुन्न। अब त झन् कम हुनुहुन्छ, सकिन आँटिहाल्नु भयो है। अब बाँकी जम्मा मात्रै 4 जना हुनुहुन्छ। त्यही पनि छिटो कुदिरहनु भएको छ। फास्ट भएकोले यस्तो कमेडी देखेको छ कि गुटुटु। अब त 3 जना मात्रै रहनु भएछ। त्यही पनि कुद्नु हुँदैछ। अब त झन् 2 जना मात्रै। अब 2 जनामा को विनर हुनुहुन्छ है त। 2 जना, एकजना चाहिँ पछाडि नाच्दै आउनुभएको है, झुक्किनु होला फेरि। यहाँ त फेरि 3 जना हुनुभयो त, एउटा मात्रै चेयर छ त भन्दै पुरा नाचिरहनु भएको छ म्याडमहरू मजाले। अब को विनर हुनुहुन्छ भनेर चाहिँ यहाँ हेर्नु पर्यो। मन्जु म्याडम विनर हुनुभयो हाम्रो। पुरै नाच्नु हुँदैछ खुसीले। म्याडम म विनर भएँ भन्दै त्यत्रो जनामा घुम्दा गरेर
म विनर भएँ भनेर पुरा म्याडम त कुर्सी उचालिओरि पुरै उफ्रिरहनु भएको छ खुसीले क्या। त्यत्रोजनामा म विनर भएँ। यहाँ चाहिँ म्याडमलाई 3 फन्का घुमाइदिनु भयो क्या म्याडमले। यो हन्डी फोर हो नि त नि। अब जानुहुन्छ सुई 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 गर्दै जानुहुन्छ है, टुई 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 जानुभयो। पाइला चल्दै चल्दै कहाँ पुगे जस्तै लाग्दैछ, खोज्नु हुँदैछ यो हन्डी चाहिँ कहाँ छ भनेर म्याडमलाई ड्याम पारिदिनु भएको। उहाँले पनि ड्याम पार्नुभयो। म ती नजिक आएर पनि हानिनछु भनेर कस्तो गर्नुभयो क्या। अब अर्कोजनाको पाला आयो। यो चाहिँ हाम्रो दुर्गा म्याडमको पाला आयो कि सिधै जानुभयो कुन्चेको टाउकोमा ठोकुम भन्दै जानुभयो। अनि त्यहाँबाट ब्याग सर्नुहुन्छ। म रेकर्ड गर्दै थिएँ नि त, मैले बोलेको सुनेर म्याडम ब्याग सर्दै जानुहुन्छ। उता म्याडम नाचिरहनु भएको छ। हानुम भन्दैछु म, कसलाई हानुम भन्दै त्यहाँ पहाडको यत्रो भकारी थियो त्यसैलाई हान्नुभयो। अब अर्को हाम्रो म्याडम घुमाइदिनु भयो है म्याडमले। अब जानुभयो। त्यो कस्तो खालको बाटो रहेछ भने नि त्यो सिधा हो भनेर जाने बाटो चाहिँ फेरि बाङ्गो रुखतिर रहेछ क्या। त्यहाँ गएपछि चाहिँ खुट्टै उता लाग्ने रुखतिर लाग्दो रहेछ क्या। जानुभयो पुरै गइरहनु भएको छ। सिधा भनिदिइरहनु भएको छ। भन्न त नहुने हो तर रमाइलोको लागि हो। पछाडिबाट साथीहरूले सिधा भनिरहनु भएको छ तर उहाँ सिधै गइरहनु भएको छ। भाँडो छ यता दाहिने साइडतिर तर उहाँ देब्रेतिर गइरहनु भएको छ। मैले चाहिँ रेकर्ड गर्न नजानेर होला कि भाँडो नै देखाउन बिर्सेछु क्या। हाँसै मोबाइल हल्लाइ त्यही भएर पुरै अलिकतिले मात्रै उहाँले चाहिँ फुटाउनु भएन। छेउमै जानुभयो जान चाहिँ थोरैले मात्रै। अब अर्को म्याडमलाई त्यहाँदेखि हाम्रो म्याडम सानी भएर लुती भएर म्याडमले त उचालिओरि घुमाइदिनु भयो फन पारेर अनि लटिदिनु भयो। जानुभयो फटाफट जानु हुँदैछ। पुरै के अरे त्यो जुकाले टुइ गर्छ नि, जुकाले हिँड्छ नि त्यस्तै। खोइ कहाँ छस् भन्दै घुमाउनु हुँदैछ। घुमाउँदा पनि देखिँदैन। भाँडो छ ओरा म्याडम उहाँ रुखमा ठोकिन आँट्नुभयो। अब ढिस्के चढ्न आँटिसक्नुभयो पहाड। रे पनि घुमिरहनु भएको छ। ओह फोटो भनिम् हामीले। हेरेर हाँसेर फर्किनु भयो म्याडम त। अनि हाम्रो अर्को हो मनिषा भुजेल, उहाँहरूले पनि हुनुहुन्थ्यो कि जानुभयो टुई पाइला गर्नुभएको थियो नि त उहाँले त अगाडिबाट। अनि त्यही भएर जानु हुँदैछ। पाइला गनी जानु हुँदैछ। लगभग नजिकै पुगेर झन्नै फोर्नु भयो। अलिकतिले मात्रै फोर्नु भएन। अब हाम्रो आए त जमुना सिस्टरको पालो। मुखै छोपिदिएर फेरि म्याडमले जानुभयो टुई जानु हुँदैछ। उहाँ पनि टुई जानु हुँदैछ है। जानु हुँदैछ पुरै हेरेर के मार्नु भएको किराकिरी सबै मारिसक्नुभयो। अनि अगाडिदेखि नि फोहोर भयो भन्नु हुँदै थियो। बढार्नु हुँदैछ उहाँले चाहिँ सुई बढार्नु हुँदैछ। काहीँ छैन बढारिसक्नुभयो। अनि खोलिदिनु भएको त ला उहाँ रहेछ भन्दै हेर्दै हाँस्दै जानुभयो। अब केटाकेटीको पालो आयो। केटाकेटीले त झन्डै टाउकै फोरिदिए नि हन्डी फोर्न गएका। अब अर्को पनि सानो नानीको पालो आयो। ऊ पनि गइन् हन्डी फोर्न गइन्। पाइला चल्दै झन्डै यता मान्छे हानिन् छैन, हन्डी त माथि छ। अब आयो मेरो पालो। मलाई त झन् घुमाइदिएपछि लागेँ म त झन्डै मान्छेको टाउकोतिर हान्नलाई गएँ फुटाएँ। मैले त झन् ड्याममै फुटाएछु नि, के गर्नु। अब आयो हाम्रो भान्जी दिदीको पालो मेरो पछाडि। अब हेर्नु है घुमाइदिएपछि त भान्जी दिदी त गएर सिधै मान्छेको टाउको झन्डै फोर्नु भयो। मैले ताने ड्याममै गएर हान्नु पऱ्यो। यसो खोलेर हेर्दा त मैले त कहाँ हानेछु भनेर हाँस्न थाल्नुभयो आफै। अब पालो आयो हाम्रो म्याडमको। म पनि जानुभयो। त्यो बाटो भनेकै त्यस्तै रहेछ क्या। जो गयो त्यो जाने भनेकै उता रुखतिर रहेछ सिधै क्या। त्यहाँ गएर आँखा बाँधेर घुमाइसकेपछि चाहिँ बाटै त्यही हो। हन्डी छ एकातिर मान्छे छ अर्कोतिर। त्यो त्यस्तै रहेछ। त्यहाँनेरिको बाटो चाहिँ नि आँखा बाँध्ने ठाउँ। अब अर्को को पाला आयो। उहाँ पनि जानुभयो ठ्याक्कै पहाडको मुनि फेदैमा गएर फोर्नु भयो। अब पालो आयो हाम्रो अर्को म्याडमको। म्याडमले लट्ठी झुक्क्याउँदै दिइरहनु भएको छ। उहाँ पनि जानुभयो तर उहाँले त नजिकै पुग्नु भएको थियो। अलिकतिले मात्रै फोर्नु भएन। लगभग अरूको हेरेर त उहाँले त फोरेकै भनिन्छ। हाम्रो ठुलो मम्मीको पालो आयो। जानुभयो उहाँ पनि पुरै पाइला गन्दै लगभग छेउमा पुगिसक्नु भएको थियो। फोर्नु बोला भनेको अलिकति कम गर्नुभयो। हाम्रो पुष्पा म्याडमले चाहिँ के भन्नु हुँदैन मरिमा हाँसेँ म। अब यहाँनिर हाम्रो मन्जु म्याडमले चाहिँ एउटा नयाँ गेम खेलाउनु हुँदैछ। गेम चाहिँ कस्तो भने 1 2 3 4 5 को पालामा चाहिँ हात यस्तो गर्नुपर्ने अरे बोल्न नपाइने। अनि 6 7 8 9 10 को पालामा हात ध्याप्प पार्नुपर्ने, त्यसमा बोल्न नपाइने। यो चाहिँ नयाँ गेम अरे। म्याडमले खेलाएपछि नै थाहा पाएको हामीलाई, नत्र भने हामीलाई थाहा थिएन यो गेमको। अनि कस्तो झुक्किने खालको रहेछ क्या गेम। हेर्दाखेरि चाहिँ सामान्य जस्तो लाग्ने तर बोलिहाल्ने क्या। 5 र 10 को पालामा चाहिँ बोल्न नपाइने, हातले देखाउनु पर्ने। अनि 10 को पालामा ढ्याप पार्नुपर्ने अरे।
अनि त्यो गेम खेलाउनु भयो। कस्तो झुक्किने सबैजना, मैले चाहिँ भाग लिन, म्याडमहरू सबैजना लिनुभयो, मैले चाहिँ रेकर्ड गरेको। रेकर्ड चाहिँ गरेँ, तर कसरी गर्नु भन्दै घरि बिचमा पस्दै घरि छेउमा जाँदै घरि कसो गर्दै कसै कर्नर देखेको छैन, तर फास्ट फास्ट बनाएँ भिडियो लामो भएकोले। अनि रेकर्ड गरेँ। अनि बोल्नु हुँदैछ, उहाँहरू 1 2 3 4 5 भन्नुहुन्छ। 5को पालामा चाहिँ बोल्न नपाइने, सबैजना झुक्किएर लगभग 5 र 10मा चाहिँ बोलिहाल्नु हुँदो रहेछ क्या। यो चाहिँ अलिक एक्स्ट्रा खालको गेम रहेछ, हामीलाई म्याडमले सिकाउनु भएको। म्याडमले त स्कुलमा नानीहरूलाई यस्तै गेम खेलाउनु हुँदो रहेछ, तर कस्तो रमाइलो खालको गेम क्या, हेर्दा चाहिँ नपत्याउने। लास्टमा आएर 4 जना हुनुभयो। 4 जनामा पनि अब कम्पिटिसन हुँदैछ। अलिक लामो समय लाग्यो, यतिखेर चाहिँ ढिलो ढिलो गर्नुभयो क्या उहाँहरूले। हामी 2 जनामा म फर्स्ट हुने, म फर्स्ट हुने, त्यही त हो नि कम्पिटिसन। अब 3 जनामा झर्नुभयो। 3 जनामा पनि 2 जना जानुभयो, अब 2 जना बाँकी रहनुभयो। अब 2 जना पनि कस्तो झुक्किनु भएको क्या। अनि हाम्रो रूपा तुम्बाम्बे म्याडम चाहिँ विनर हुनुभयो। हामी 2 जना चाहिँ भिडियो बनाउन गयौँ है, कस्तो क्या नचिने जस्तो गरेर परबाट आएर हात बाँधेर भिडियो बनायौँ, फोटो खिच्यौँ। अनि फोटो खिचेर हामी चाहिँ आयौँ। अनि यहाँ आउँदाखेरि चाहिँ खाना खाने बेला भएको थियो। अनि खायौँ खाना, मैले खाएको चाहिँ आफूले खाएको चाहिँ रेकर्ड गर्न पाइनँ, अरूले खानु हुँदै थियो, त्यो रेकर्ड गऱ्यौँ। खासै कहिले भिडियो नबनाएर होला, खासै भिडियो बनाउन पनि नआएर हो कि खोइ। मैले चाहिँ कहिले यस्तो भोइसबाट बोलेर रेकर्ड गरेको थिइनँ नि त। बोलेपछि आफ्नो भोइस सुन्न भनेपछि म फेरि आफै बेहोस हुने मान्छे हो। तर यहाँ मैले नाचेको रेकर्ड गर्दै, रेकर्डमा पनि धेर खाएर होला उफ्रिन सक्नु भएन छ, पेट छाम्नु हुँदैछ हाम्रो। यता अर्को सिस्टरले चाहिँ नाच्नुभयो, म्याडमहरू नाच्दै हुनुहुन्छ। गीतमै छोडिदिएको भए पनि हुन्थ्यो होला, यो मैले यसमा चाहिँ बोलिहालेँ, माफ गर्नु होला है मलाई केही गल्ती भएमा। पुरै आफ्नै तरिकाले नाच्नु हुँदैछ। सबैजना खाना खाइसकेपछि एकछिन रमाइलो गर्नुभयो। सबैजना मजाले रमाइलो गर्नु हुँदैछ, म चाहिँ भिडियो गर्दै बसिरहेको छु। अनि हाम्रो अब घर जाने बेला हुन आँटो, नाचिसक्यौँ, अब घर जाने बेला हुन आँटो। कस्तो भयो पिकनिक भनेको? राम्रो भयो भन्नुभयो। अर्को साल पनि आउने भनेको आउने भन्नुभयो। यो गेम चाहिँ मन्जु म्याडमले स्पोन्सर गर्नुभएको थियो नि त। अनि यो गेमको प्राइज चाहिँ मन्जु म्याडमले नै दिनुभयो उहाँलाई, हाम्रो रूपा तुम्बाम्बेलाई। अनि म्याडमले यहाँ बोल्नुभयो केही कुराहरू, अनि प्राइज दिनुभयो। हाम्रो घर जाने बेला भयो। अब सबैजनाले एकचोटि भिडियो हेरिदिनु होला, अनि प्रतिक्रिया दिनु होला। बिचमा बिगारेको पनि छु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला है त। धन्यवाद।